सब्जी किन्न गएको आज सब्जीहरू कति महँगो हो। हेलो गाइस, के छ? वेलकम ब्याक टु माई डेली लाइफ ब्लग। इट्स मी विजय चौधरी, वर्किङ इन कतार एज अ डाटा एन्ट्री अपरेटर। आज अफिस पुगेपछि मेल चेक गरेँ। मेल चेक गरिसकेपछि मेल रिप्लाई गरेँ, अर्डरहरू प्लेस गरेँ। त्यसपछि चाहिने सामानहरू स्टोरबाट रिक्वेस्ट बनाइसकेपछि एकछिन पछि सोरुमले फोन गर्छ। सोरुमले फोन गरेर भन्छ मैले म्यानेजरसँग एप्रुभल लिइसकेँ, पासपोर्ट बनाएर, तर मैले एप्रुभल लिन जाँदाखेरि मलाई कसैले केही भनेको छैन भनेर गरेँ। त्यसपछि होल्ड गरेँ, पासपोर्ट पनि बनाइदिएन, पकेटको टेन्सन दियो। त्यसपछि एसआरबीहरू बनाएँ, रुटिन चेक गरेँ। त्यसपछि छुट्टी भयो, रुमतिर आएँ, एकछिन रेस्ट गरेँ। एकछिन रेस्ट गरिसकेपछि इभिनिङ वाकतिर गएँ। इभिनिङ वाक गइसकेपछि आज कार्डियोमा माउन्टेन क्लाइम्ब, जम्पिङ स्क्वायर थियो। माउन्टेन क्लाइम्ब 50को रेपिटेसनमा 3 सेट हाने र जम्पिङ स्क्वायर 15को रेपिटेसनमा 3 सेट हानिसकेपछि रुमतिर आएँ। रुमतिर आइसकेपछि सब्जी किन्न गएको। सब्जी त हो कति महँगो हो, यस्तै भयो भने त सकिन्न हो पैसा कमाउन। आजलाई यति। थ्याङ्क यू फर वाचिङ।